बुन्दिया गाइज हामी चाहिँ सुरु भइसकेको छ अब रोनाल्डोको गाउँ टुर गर्नको लागि। उता चाहिँ बुढी भाउजूहरू सपिङ गर्दै हुनुहुन्छ। उता हाम्रो कृष्णजी पुरिराख्नु भएको छ। अब हिँड्दैछौँ। के हो यो? हाई गाइज, नमस्कार। अब हामी रोनाल्डोको ठाउँमा आएका छौँ, तर डोन्ट नो गोइङ देयर नो। तर पनि हामी तपाईहरुलाई घुमाउने छौँ। ओके ओके हामी पनि घुम्नेछौँ। Na costa sul da ilha, vamos parar no Mirador, o Pico da Torre, que fica aqui ao lado da cidade de Camargos. Podemos ver a vila, o centro da vila, uma pequena baía com pequenos barquitos, faziam a pesca do peixe espada preto. Agora o peixe espada preto vai para a volta do Funchal, não é comercializado aqui em Camargos. No Pico da Torre também podemos ver uma vista de 360 graus da cidade de Camargos e um bocadinho do Funchal. 360 भ्यू देखिन्छ भनेर यस्तो ठाउँमा ल्याएको छ हामीलाई। यस्तो छ। बनाना खेती त यहाँ यति हुने रहेछ, पुरै छोड्दैन। लोकल बनाना अरे बहुत राम्रो हुन्छ अरे। यता भनेको तपाईँको समुद्र अनि यता हाम्रो बुढी भाउजूहरू रमाइराख्नु भएको। कहाँ जाने? यहाँ तल चाहिँ यस्तो देखिन्छ हेर्नु। आहा, त्यो चाहिँ हेलिप्याड हो क्या? ल हाम्रो टोलीहरू भिडियो बनाइदिनु त यस्तो फेरि तिमी साइड हो, भाउजूलाई देखाउने अरे। यसै गरी हामीलाई 360 भ्यूमा चाहिँ 10 मिनट दिएको थियो घुम्न। 10 मिनट घुमेर चाहिँ अब हामी छिर्दैछौँ कोप्चोभित्र। Através deste vale até ao norte. Now we're going to leave the tunnel. मदिराको लोकल बनाना पुटुङ्ग्रे हुन्छ। यहाँ चाहिँ 139 पर किलो रहेछ भनेपछि यो रातिर चाहिँ 3-4 युरो पर किलो छ। हामीलाई चाहिँ छोडिदियो गाइडले, जा आधी घन्टा जता मन लाग्छ अनि आऊ भने। यस्तो छ स्ट्रिट पहाडी भूभागतिर, हाम्रै नेपालतिरको घर जस्तो। अनि यो चाहिँ सानो रिभर, राप्ती खोला सेती खोला भने जस्तै हाम्रो। हामी चाहिँ यहाँनिर मिलिनियम ब्याङ्क पनि यहीँ रहेछ। जा बुढी काम गर्न। हेर्दै यहाँ कस्तो मजाको बनाएको। यो के क्रिसमस रोड यता जान्छ क्या गाडी। अनि कस्तो लागिरहेछ त तिमीलाई यो ठाउँमा? के गर्नु, गाडीमा हिँड्न नसक्ने मान्छेको त बेजुक हुँदो रहेछ। तर आई जस्ट लभ यस्तो राम्रो पहाडी ठाउँ छ। यस्तो गाडीहरू नेपालमा भइदियो बोमिट आइसक्यो। यतै शिफ्ट हुन सक्छु मलाई लास्ट चाहिँ मन पर्छ। तर यहाँ चाहिँ एकदम बाटो चाहिँ राम्रो बनाएको। À direita e depois mais embaixo à esquerda. The main economical activity of São Vicente is the wine production. You can see the vineyards on the right, and then I will show you on the left. All the valley is full of vineyards. You can see on the right side. So हामी आइसकेका छौँ साउ भिसेन्ते राइट नाउ। यस्तो छ साउ भिसेन्ते आएपछि चाहिँ यो पहाडी बाटोमा ट्राभल गर्दाखेरि मेरी प्यारी बुढीलाई चाहिँ भोमिट आउन लाग्यो अरे। अनि अब यसो कासिदी बानिया लिएर जानु लाग्यो टोइलेटतिर। बे म यहीँ बस्ने त होला नि, ब्याग ल्याऊ। गाइडले चाहिँ के अर्कै के भन्दै थियो, ड्रागन के भन्दै थियो। दामी रहेछ बनाएको। क्या दामी ठाउँ यार, हलिउड मुभीको सुटिङ हुने यस्तो। त्यहाँ माथि पनि एउटा घर। A estrada era 2 sentidos.
Loja de Chinesia. Chinesa, não é chinesa. Vá, vá. Vamos? Au, Vamos? Anda! आऊ बोमिट वाली Eu não. बोमिट गरेर मैले गरेँ गाइज म लेमन भयो हातमा लेमन लिएर बसेकी छिन् यो चाहिँ मलाई गाइज गाइज एउटा कुरा भन्छु कि यो मलाई म 8 क्लास पढ्दा मलाई स्कुल टुर जाँदा मेरो बाबाले भन्नुभएको मैले त्यहाँदेखि चाहिँ यो ट्रिक युज गर्छु थाहा छैन सबैमा यो हुन्छ कि होइन तर मलाई चाहिँ जब भमिट आउन थाल्छ लाइक भमिट त त्यस्तो त होइन तर एकदम ह्याङओभर भएको जस्तो हुन्छ नि चक्कर लाग्छ यो यसलाई मैले यस्तो गोपेर मेरो यो नेलले स्मेल गर्यो भने सिरियसली मलाई भमिट हुँदैन यो मलाई मात्र अप्लाई हुन्छ कि आयुर्वेदिक तर मलाई मेरो बाबाले भनिसक्यो द्याट्स बस 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 आयुर्वेदिकको डक्टर हौ तिमी ल भयो होइन ड्याडीको हो यो थ्याङ्क यू ड्याडी मलाई अझसम्म नि यो याद छ र मैले यो अझै अप्लाई शीतल है यस हाई हाई पहाड भ्यू हेर्नु साथी भ्यूज अब हामी यहाँ माथि गएर के गराउने त Don't forget that we just have 10 minutes. 10 minutes Yeah. Is that enough for us? enough I don't think so. झर्नाको क्याप्चर गर्नु न बेबी झर्ना त्यो कृष्णले भनेको त्यो भन्दा धेरै पानी त भैँसीले मुत्यो भने आउँछ वास्तवमा हामीलाई यहाँ त्यो झर्ना हेर्न ल्याएको हो तर त्यो झर्ना हेर्नको लागि चाहिँ यहाँ बाटो नै ब्लक छ अनि यहाँ चाहिँ अब रक फल हुन्छ अरे त्यही भएर चाहिँ त्यो बाटो बन्द गरिदिएको छ यहीँबाट हेर्ने हो यहीँबाट इन्जोय गर्ने आएछौँ हामी बस 400जनाको पपुलेसन छ अरे यहाँ 400जना भन्दा मान्छे छैन सही साल यहाँ चाहिँ बिच पनि रहेछ स्विमिङ गरिराखन् मान्छेहरू ठिकै छ मान्छे वाइट पिपलहरू Agora pode-se levantar se quiser entrar uma. O quê? O Ronaldo vai fazer aqui a lua de mel. Tem uma tenda para acampar na praia. रोनाल्डोले चाहिँ tenda das आएको Arábias. ठाउँ मनाउन आउने हो कि आइसकेको ठाउँ आइसकेको हो नि O anel dela foi espalhado nos calhaus da सानो Madeira. ठाउँ रहेछ Nas rochas da Madeira. बसे रहेछ Ah, nada, estou a brincar. जोर्जिनासँग बस्यो कि If you want to do exercise, you can climb these stairs here on the left side. Olha, se quer fazer um bocadinho de exercício, tem aquelas escadas aqui à esquerda. सानो भिलेज छ Oh, yeah. A long way. Vai vir muitos aviões, jatos privados, principalmente da Arábia Saudita. रोनाल्डोले बिहे गर्ने दिनमा चाहिँ मदेरा पुरै बन्द In the wedding, the Ronaldo wedding will be in Madeira. You know that? Yeah, the wedding. Yes, it is in Madeira next year. And they will close the airport. All the private jets will land in Madeira, especially from Saudi Arabia. No, I'm joking. No. Look the oranges there. अर्को वर्ष रोनाल्डोले बिहे गर्दैछ अरे मदेरामा Na Europa chama Portugal. बिहे गर्ने दिन चाहिँ Portugal. एयरपोर्ट बन्द हुन्छ अरे Laranja. जस्ट Oranges. पब्लिकको लागि चाहिँ बन्द हुने प्राइभेट जेटहरू मात्र आउन पाउने अरे Ah, sul da lá. बिग म्यारिज हान्दैछ केटोले Muito bem, sul da lá. Lado direito. Norte da Madeira. North side Madeira. Podem ver que é difícil de se fixar no norte porque isto é montanhas. Aqui estão a ver. Ali está a Ponta Delgada e Boa Ventura, do outro lado de Santana. Can you see the landscape? अहिले चाहिँ हामी आइसकेको अवस्था पोर्तिमुनिज भनेको चाहिँ यो तपाईँको मदेराको पोर्तिमुनिज है फेरि अनि पोर्तिमुनिजमा आइसकेको छौँ यो चाहिँ तपाईँको यस्तो छ नजारा छालको एकदम भिडन्त भइरहेको छ त्यहाँ भनेपछि यो चाहिँ नेचुरल स्विमिङ पुल नेचुरल स्विमिङ पुल कति नै आउला यस्तो what do you say? I want to share with you. Swimming? With you, yeah. ल त म खालिदिइहाल्छु Not here.
गर्छ नि अलिअलि विदेशी जस्तो त गर्छ नि यिनले नेचुरल स्विमिङ पुलमा चाहिँ विदेशीहरू मजाले खेलिरहेको यहाँ पनि तिमी उ त्यहाँ चाहिँ सक्छौ होला बुढी यसमा ओ त्यो अर्को बेबी कम अन वाउ नाइस प्लेस नाइस यो सबै देखाऊ है यस्तो छ यहाँको नजारा नजिकबाट निहाल्दाखेरि स्विमिङ पुलमा रमाइरहेका ल बिरामीलाई हेर बिरामीलाई जाउँ टाइम छ है हामीसँग धेरै त छैन हो बरु कवितालाई टोयलेट ल्याउँदाखेरि ठिक हुन्छ नि त्यो लाइट हाउस यो चाहिँ कवितालाई अहिले चाहिँ हामीलाई लिएर आएर फालिदियो यो बिच मिडल अफ द माउन्टेनमा तपाईँ हेर्न सक्नुहुन्छ यो चाहिँ पौलादे सेरामा ल्याएर फालिदियो गाइडले अब यता घुम्ने कता त यहाँ टोयलेट छ नजिकै गाइड आफै टोयलेटतिर हिँडिरहेछ अनि अब यता के छ त यहाँ चाहिँ जाडो रहेछ है पौलादे सेरा cold here Porta Muniz नाही त्यहाँ लेखेको छ है हाय हामी पौलादे सेरामा जाँदैछौँ कृष्ण चाहिँ डियर बियर केही आइदेला फेरि भाका सो पर कार no है पर लेच्छिया भन्दैछ भाबीजी हामी कहाँ छौँ यता जाऊँ न यता कहाँ जानु लाग्यो राउतकोट पौलादे सेरामा ल्याएर फालिदियो यता पो रहेछ बरु यता जाँदा राम्रो होला यता के छ र उता पनि के हो र टुरिस्ट त यता गएन त अनि टुरिस्टहरू यता गएन अनि बाटो चाहिँ नेपालको फिल निकाल्यो है अनि होइन बेबी लोटले हो है तिमी बुटमा छेउ फेरि म यहाँ आफ्नो भिडियो बनाउँदैछु वा जाडो हजुर अहिले रोकेर यहाँ आएर चाहिँ खुसी लाग्यो यार मलाई मलाई किन खुसी लाग्यो भन न कृष्ण पछि गएर चाहिँ टन्न पैसा कमाइयो भने के यस्तो एकान्त ठाउँमा चाहिँ एउटा फार्म हाउस बनाउने मन छ क्या आहा केयरफुल त छैन बेबी गल्फ खेल्ने यस्तो पाटन पुरै फाँडे हुन्छ वाट द ब्युटी सेरा दे पौला अब तल नजाम धेरै तल नजाम आऊ न यार एकछिन यस्तो नेचरको किन भेन्छ त रोक्छ यार यहाँ चाहिँ Beach. Oh yes, in the beach. Please, you can stand up if you want to see Madalena do Mar. हामीले चाहिँ हाम फालेर चाहिँ प्याराग्लाइडिङ गरेर तल As pessoas que fazem parapente saltam do topo da montanha e aterram na praia. इम्पोसिबल यार हाम्रो लागि The beaches in Madeira, big grains of sand grains, yeah, big ones. Roller rocks, the beach in Madeira. As praias da Madeira são calhau rolado. Oh yeah.
अलमोस्ट हाम्रो बिहान 9 बजेपछिको घुमाइ अहिले साँझको करिब 4 बजिसकेको छ अनि लास्ट हाम्रो घुम्ने स्पोट चाहिँ यही थियो। यहाँ चाहिँ ग्लास ब्रिज रहेछ। यो ग्लास ब्रिज चाहिँ हामीले स्किप गरिदियौँ किनकि सबै थाकिसकेको थियौँ अनि त्यति साह्रो केही ओपन रहन्छ सानो ग्लास ब्रिज अनि यो चाहिँ स्किप हान्दियौँ। जोस् ट्राभल गाइडले चाहिँ हामीबाट पर पर्सन 40 युरो जति लियो। नट ब्याड। 40 युरोमा लगभग हामीले आधा मधेरा घुम्यौँ। आधा है नर्थ साइड घुम्यौँ। साउथ साइड चाहिँ घुम्न पाएन। यही नै हो। बुढी यहाँ चाइनिजको लोजा देख्न साथ छिरिहालिन्। What do you want? Our magnet. Magnet? What kind of magnet?